मेरो कथा एक अदृश्य वास्तविक कथा, सबैका लागि प्रेरणादायी कथा। पत्रकारिता, आवाज र सामाजिक अभियानबाट जसले प्रत्यक्ष र निष्पक्ष रूपमा लोकतन्त्रको पक्षमा आवाज उठाए, कलम चलाए, जसको इतिहास नयाँ पुस्ताका लागि प्रेरणादायी बन्यो, तिनै एक व्यक्तिको कथा मेरो कथा। यो वास्तविक कथा हो स्याङ्जाको वालिङमा जन्मिएर नेपालगञ्जलाई कर्मथलो बनाएका पत्रकारिता जगतका हस्ती झलक गैरेको। परिवारको माइलो छोराका रूपमा जन्मिएका झलक गैरेको बाल्यकाल सामान्य रूपमा नै बित्यो। बुवाले छोरा डाक्टर बनोस् भन्ने चाहन्थे, तर उनको रुचि भने त्यतातिर थिएन। उनी साहित्यतिर अभिरुचि राख्दथे, जसका कारण बाल्यकालदेखि नै उनी गजल र कविताहरू लेख्ने गर्दथे। एउटा कक्षा 8 को जिल्ला स्तरीय कविता प्रतियोगिता थियो। नेपाल आमा भन्ने मैले कविता लेखेको थिएँ। त्यो कविता त्यति बेला चाहिँ स्कुल स्तरीय जिल्ला स्तरीय प्रतियोगितामा स्कुलका विद्यार्थीहरू बीच फर्स्ट भयो। त्यसपछि लौकथामा लेख्ने मान्छे कविता पनि त लेख्न सकिँदो रहेछ भन्ने भयो थाल्यो। अनि हामीले लेखेका कथा कविताहरू छाप्न कहाँ जाने भन्दा ती पत्रिकाहरूमा। त्यति बेला चाहिँ समानान्तर साप्ताहिक निस्किन्थ्यो, समानान्तरमा हामी छाप्न भनेर जाने भयो। गएपछि ओहो राम्रो कविता लेख्छ रेशम दाइ, आफै पनि साहित्यिक मान्छे, ओहो भन्ने। त्यसपछि कथा कविताका कार्यक्रमहरूमा जाने, त्यहाँ बिस्तारै 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 पत्रकारहरूसँग उहाँहरू रिपोर्टिङमा, हामी कविता सुनाउन जाने भयो नि त। त्यो लिङ्क हुँदै गयो। त्यो सिनियर पत्रकारहरूसँग सङ्गतले के गर्दा भन्दा अब सिफ्टिङ भयो मेरो चाहिँ साहित्यिकबाट। भन त पत्रकारितालाई हतारको साहित्य भन्छन्, अब त किन हतारको साहित्य भने थाहा छैन मलाई। तर त्यो साहित्यबाट जहाँ भावनात्मक काल्पनिक कुराहरू लेखिन्थ्यो सृजनशीलता प्रयोग गरेर, त्यो चिज अब मेरो सिफ्टिङ भयो कहाँ त भन्दा यथार्थपरक समाचार विचार प्रवाह गर्ने सेक्टरमा सिफ्टिङ भयो। अनि उमेर पनि त्यही अनुसार बढिरहेको थियो। यसैको प्रभाव र साथीहरूसँगको सङ्गतले उनले पश्चिम नेपालको अछाम, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा लगायतका जिल्लामा किशोर अवस्थामा नै 1 महिना लामो साहित्य यात्रा गरेका थिए। सोही क्रममा उनले साहित्यकारहरू भावनाका व्यापारीहरू हुन् भन्ने लेख लेखेका थिए, जुन निकै चर्चामा थियो। हेर्नुहोस् है, मान्छेको करियर कसरी बन्छ भन्ने कुरा चाहिँ युथहरूले बुझ्ने कुरा नि। त्यो बेलामा म चाहिँ साहित्यिक मुभमेन्टसँग जोडिएर विभिन्न जिल्लामा लागेँ, साथीहरूसँग घुम्न र चाहिँ आफ्ना चाहिँ गतिविधिहरू साहित्यिक गतिविधिमा लागेँ। मेरो दाजु, हामी मात्रै 14-15 महिनाका फरक छौँ, हामी एउटै क्लास पढ्ने। मेरो दाजु चाहिँ यता बुवाको व्यवसायसँग आकर्षित भएर गाडीमा हिँडेर आउँ। म मुभमेन्टबाट फर्किसक्दा मेरो दाजु चाहिँ ड्राइभर बनिसक्नु भएको थियो। गाडी हाँक्नुहुन्थ्यो मजाले। बिस्तारै एउटा गाडी नै जिम्मा लिएर गाडी चलाउन सक्ने, कमाउन सक्ने, पैसा चाहिँ हातमा पैसा चाहिँ गन्ने, आफ्नो भनेको आत्मनिर्भर, आर्थिक रूपमा, प्राविधिक रूपमा, स्किलका रूपमा उहाँ आत्मनिर्भर भइसक्नु भएको थियो। मेरो चाहिँ मोटिभ अर्कै थियो। अनि त्यहाँनिरबाट मेरो घरसँग दूरी बढ्यो। साहित्यमा कलम चलाउने कलाले उनको लेखन शैली उत्कृष्ट नै थियो, जसको कारण तत्कालीन समयमा प्रकाशित हुने विभिन्न पत्रिका र रेडियोमा जोडिए। यसरी सुरुवाती दिनमा उनले पत्रिकामा लेख्ने मात्र होइन, पत्रिका वितरणको कार्य पनि गरे। 2058 सालमा बागेश्वरी टाइम्समा व्यवस्थापकको जिम्मेवारी प्राप्त गरे। तर कार्य गरेको 1 वर्ष पनि नपुग्दै पत्रिकाको अवस्था राम्रो नभएपछि छोड्नुपर्ने अवस्था बन्यो। साहित्यिक मुभमेन्टबाट सिफ्टिङ भइरहँदा चाहिँ अब के गर्ने भन्दा हामी यहाँका साप्ताहिक पत्रिकाहरू, मैले अघि नाम पनि ल्याएको थिएँ, जस्तो समानान्तर, लियाकत दाइले निकाल्नुहुन्थ्यो, जो नेपाल पत्रकार महासङ्घको संस्थाको अध्यक्ष पनि हो, सङ्कल्प साप्ताहिक भन्ने थियो। हामी त्यसमा फाटाफुट्टा लेख्न थाल्यौँ। अलि बढी म चाहिँ समानान्तरसँग जोडिएँ, त्यहाँ लेख्न थालेँ। त्यसपछि अब द्वन्द्व बढ्दै गयो, समाचारको खोजी एकदम हुन थाल्यो र काठमाडौँको पत्रिकाले रिपोर्टर खोज्न थाले। म अब मूल प्रवाह, पत्रकारिताको मूल प्रवाहीकरणमा जोडिने अवसर मिल्यो। काठमाडौँमा मैले चाहिँ सुरुमा म घटनाचक्र भन्ने राम्रै पत्रिका त्यति बेला निस्किन्थ्यो, घटनाचक्रसँग जोडिएँ। त्यसपछि घटनाचक्र लगत्तै म हाँक भन्ने पत्रिकामा पनि केही समय, एकदम सानो समय जोडिएँ। त्यस पछाडि
दृष्टि साप्ताहिकसँग जोडिएँ म। दृष्टिसँग चाहिँ निकै लामो समय मैले काम गरेँ। जनआस्थासँग काम गरेँ। त्यसपछि जनआस्थासँग काम गरिसकेपछि काठमाडौँमा साप्ताहिक पत्रिकाको काम गराइ शैली, त्यसको धेरै कुराहरू मलाई नलेज गेन भयो। पत्रकारितामा सुदूरपश्चिममा एकदमै राम्रो गरिरहेको पत्रिका थियो अभियान भन्ने। त्यसपछि म त्यसमा जोडिएँ दैनिक पत्रिकामा। पत्रिका च्यापेर अनि त्यो पत्रिका चाहिँ आफूले लेखेका समाचारहरू सम्बन्धित ठाउँहरूमा आफै पुर्याउँथे। त्यसपछि यहाँ पत्रिकाको डिमान्ड भयो। इन्डियन पत्रिका मात्रै पाइने ठाउँमा नेपाली पत्रिकाहरूको बिस्तारै डिमान्ड क्रिएट गर्दैथ्यौँ हामीले। अनि त्यो पत्रिका चाहिँ नेपालमा ल्याएर छाप्ने लोकल म्यानेजमेन्ट, यहाँको चाहिने तपाईँको चाहिँ कोअपरेसन, कोअर्डिनेसन टोटल म गर्छु भनेर त्यो विश्वास मैले दिलाएँ। त्यसलाई हामीले नेपालगञ्ज सिफ्ट गऱ्यौँ। छापिन्थ्यो, रातभरि छापिन्थ्यो। बिहान पत्रिका पठाएर त्यो स्टाफहरूसँग, टिमसँग मिलेर म चाहिँ गाडीमा, पहिले गाडीबाट रिसिभ गर्थेँ म, अब गाडीमा पठाउने। अनि ओहो ल हाम्रो चाहिँ गैरी साउजीको पत्रिका भनेर जहाँ पुग्नु पर्थ्यो इमान्दारितापूर्वक पुग्थ्यो। त्यसरी हामी काम गऱ्यौँ। त्यो 1 वर्ष चाहिँ साँच्चीकै अभियानले यहाँ एउटा खालको अभियान नै छेड्यो व्यावसायिक पत्रकारिताको जगमा। तत्कालीन सङ्कटकालको कारण उनले लामो समयसम्म रेडियोमा कार्य गर्न सक्ने अवस्था भएन। उनले रेडियो छोडेर बर्दियाको राजापुरमा बस्न थाले। सङ्कटकालकै अवस्थामा 1 महिना लामो राजापुर बसाइको क्रममा होस् वा त्यसपछिको रुकुम, रोल्पा लगायतका जिल्लामा जाँदाको क्रममा होस्, निरन्तर रिपोर्टिङको कार्य गरि नै रहे। पत्रकारितामा कस्ता कस्ता जोखिम र चुनौती उठाइयो भन्ने कुराका सम्झना गऱ्यो भने त त्यो फिल्मका फ्ल्यासब्याकहरू त घन्टौँ जानेहरू भेटिन्छन्। तपाईँ रोल्पा जाँदाखेरि तपाईँको चाहिँ रुकुम जाँदाखेरि सेनाले बन्दुक ताकेर गरेको त्यो रेक्की केरकार, तपाईँको रेडियोमा न्युज पढ्न गएको बेला सेना प्रवेश गर्यो। सेना त्योभन्दा अगाडि मैले चाहिँ यहीँ जमुना छेउमा भएको आक्रमणको दोहोरो भिडन्तको सरकारी संयुक्त सुरक्षा फौज त्यति बेला भनिन्थ्यो, जोइन्ट फोर्स थियो, र माओवादी बिचको भिडन्तको लाइभ रिपोर्टिङ मैले गरिरहेको थिएँ। रेडियोबाट लाइभ टेलिकास्ट भइरहेको थियो, रेडियो भेरी आवाजबाट। त्यो लाइभ चाहिँ सुनेर अनि सेनाले त मलाई टार्गेटमा राखेकै थियो। सेना जब राजाले उता चाहिँ आफ्नो शासन सत्ता लिए, त्यसपछि सेना सबै मिडियामा जाँदाखेरि मेरो बेलामा झलक गइरे कहाँ हो, झलक गइरे भन्दै भित्र पस्छु। म त्यही उनीहरूको अगाडि सायद भित्र हुनुहुन्छ कि भन्दै म निस्केर आएँ। आइसकेपछि मलाई चाहिँ अब यहाँ बस्ने स्थिति लागेन। हामी रुपेडिया जानुपर्छ भन्यो। रुपेडियामा प्रदर्शन गरियो। प्रदर्शनपछि त्यसपछि फेरि थप हामी चाहिँ टार्गेटमा, किनभने त्यति बेला पत्रकार महासङ्घको उपाध्यक्ष म थिएँ। इन्डियन मिडिया, CNN, BBC, रोइटर्स, त्यति बेला चाहिँ सारा मिडियाहरूले कभरेज गरेको थियो। लाग्छ पत्रकार महासङ्घको केन्द्रीय अध्यक्ष नै म हुँ जस्तो टाइपले प्रचार भइरहेको थियो। म चाहिँ उपाध्यक्ष थिएँ महासङ्घको। राजनैतिक घटनाक्रममा फेरि तत्कालीन श्री 5 को सरकार र माओवादी बीच भएको शान्ति सम्झौता भङ्ग भएपछि उनी लोकतन्त्रको पक्षमा विभिन्न आम सभा तथा सम्मेलनमा जनअधिकार र जनताको हकको विषयमा बोल्न थाले। त्यसपछि झन् उनी सरकारी सुरक्षा फौजको निगरानीमा रहनुपर्ने अवस्था सिर्जना भयो, जसका कारण उनी नेपालगञ्जमा बस्न सक्ने वातावरण बनेन। त्यसपछि त झन् टार्गेट हुने नै भयो। अब चाहिँ यहाँ गाह्रो हुनसक्छ भन्ने केही साथीहरूले सङ्केत गरेपछि म यहाँबाट केही समयको लागि म रिपोर्टिङ पनि हुन्छ भनेर राज्यको सुरक्षा अङ्गभन्दा बाहिर गएँ राजापुर। एक दिन साँझ खाना भनेर त्यो होटलमा सेट हेर्नुहोस् यी आतङ्ककारीका नायकीहरू भन्दै फोटो प्ले गरिरहेको अनि फोकस गरिरहेको। अब आङजिरिङ्ग हुने भयो नि त, त्यहाँ त खोइ हेर्नुहोस् है यी आतङ्ककारीका नायकीहरू यतै कतै हुनसक्छन्, तपाईँलाई भेट्न आउला यो गर्ला त्यो भनेर सेनाले सूचना पठाएछ, अब गर्नुहुन्छ क्या त भनेपछि अनि म होटलमा खाना जान बन्द गरेँ। अब बजार एरियामा पुलिससँग कसरी जोगिने हेरी भनेपछि अब बजारमा बस्नुहुन्न भनेर अनि पुरै गाउँ, त्यति बेला गाउँ टोल घुमियो र घुम्दाखेरि त्यहाँ माओवादीहरूको अवस्था देखियो, कति रहेछन्, के रहेछन्, कसरी काम गरिरहेछन् सबै बुझेर अनि आएर मैले न्युज लेखेँ समाचार पत्रमा। त्यति बेला एकदम उच्च प्राथमिकतामा त्यो न्युज आयो कि मिनी रोल्पा भनिन्थ्यो। मिनी रोल्पा राजापुर जहाँ माओवादी बलियो होइन राज्य कमजोर छ भनेर लेखेपछि सेनाले खुब केरकार गर्यो। माओवादीले त गर्ने नै भए, हामीले सेनालाई ताकत तपाईँले नदेखाएको हो, देखाउनु पऱ्यो भने होइन, मलाई त किन देखाउनु पर्छ र भन्ने कुरा ठट्टा पनि चल्यो। उनले केवल
राजनैतिक घटना र लोकतन्त्रको पक्षमा मात्र बोलेनन्, महिला हिंसा, नागरिक सुरक्षा तथा समाजमा हुने जघन्य अपराध समेतलाई त्यसै गरी नै उठाए। उनले तत्कालीन समयमा उठाएको एक घटना हो बाँकेको 9 अवस्थाको जबरजस्तीकरणीको। यसरी हामीले यी जोखिमहरू भए। तपाईँको यही घर हो, यहाँ घर थियो, 9 अवस्था प्रहरी जुन ब्यारेक बन्यो सशस्त्र प्रहरीको, त्यो ब्यारेक बनाउने क्रममा एउटा ठुलो चाहिँ ग्याङरेप भएको थियो। त्यो घटनालाई सर्वप्रथम हामीले ब्रेक गरिसकेपछि प्रहरी, त्यसमा 11 जना प्रहरी इन्भल्भ थिए। राज्यले त्यो, हामीले त्यो चिज समाचारपत्रमा ब्यानर न्युज आयो, मेन न्युज लेखिसकेपछि त्यो न्युज आउने बित्तिकै उनीहरू सबै निलम्बनमा परे, हतकडी सहित उनीहरू थुनिए प्रहरी। त्यो बेला छ, त्यो पनि एउटा खालको सेना प्रहरी विरुद्ध बोल्ने कुरै छोडिदिनुहोस्, हेर्ने पनि डराउने बेला थियो। त्यो बेला हामीले लेख्यो। अनि ठुलो टोली मलाई घेर्न आयो हैन। यस्तो जोखिम थियो। हामी यसरी जोखिम पनि, पत्रकारिता स्वाभाविक हो कि जोखिम। लेख्न, बोल्न र छाप्न मात्रै पत्रकारिताको कार्य होइन। पत्रकारिताको मर्म र धर्मलाई आत्मसात गर्दै पत्रकारिताले पालना गर्नुपर्ने आचार संहिताको बारेमा उनी भन्छन्। तथ्य र सत्यको ब्यालेन्स तपाईँ दिन सक्नुभयो। आचार संहिता तपाईँलाई बनाइएको, तपाईँलाई दिइएको आचार संहिता राज्यको कानुन छ। पत्रकारले जे गरे पनि हुन्छ होइन, पत्रकारिता जे गरे हुँदैन। पत्रकारिता अझ बढी नियम अनुशासनमा बाँधिएको हुनुपर्छ। तपाईँको आफ्नो मिडियाको शैली हुन्छ, मर्यादा हुन्छ, तपाईँको आफ्नो पेसागत मर्यादा र जिम्मेवारी हुन्छ, तपाईँको आचार संहिता हुन्छ, प्रेस काउन्सिलले, पत्रकार महासङ्घ प्रेस काउन्सिलले बनाएको छ, राज्यको मूल कानुन छ, अदालत छ, त्यसभित्र संविधान छ। यसको सबै दायराभित्र रहेर काम गर्नुपर्छ। त्यसकारण पत्रकारिता गर्न सजिलो होइन, गाह्रो पनि छैन। गाह्रो किन छैन भने जब तपाईँ आफ्ना बारेमा भन्दा अर्काको बारेमा बढी सोच्न, लेख्न, बोल्न थाल्नुहुन्छ, पत्रकारिता सहज हुन्छ। बिस्तारै देशमा शान्ति प्रक्रिया र संविधान सभाको निर्वाचनको कुरा अगाडि बढ्दै थियो। यसैले उनले बुझेका थिए कि स्थानीय पत्रकारितालाई बलियो बनाउने हो भने राम्रो लगानी आवश्यक पर्नेछ। यही कुराको महसुसीकरण गर्दै उनले 2068 सालमा नयाँ टिमको परिकल्पनाका साथ दैनिक नेपालगञ्जको स्थापना गरे। सुरुका दिनहरूमा दैनिक पत्रिकासँगै वार्षिक म्यागाजिन प्रकाशन गर्न थाले। पत्रकारिता समाजको ऐना मात्र होइन, समाजको मार्गदर्शक बन्नुपर्छ भन्ने प्रगतिशील सोचबाट उनले दैनिक नेपालगञ्जको परिशिष्टाङ्कको रूपमा महानगर साप्ताहिक प्रकाशन गर्न थाले। ब्रडसिटमा प्रकाशन हुने दैनिक नेपालगञ्ज पत्रिकाको गुणस्तर र यसको प्रभावकै कारण पश्चिम नेपालको 42वटा जिल्लामा पुग्न थाल्यो। नेपालगञ्जको सेतु विकट चोकमा रहेको कार्यालय सुर्खेत रोडमा लाई नयाँ योजना र व्यवस्थापनका साथ अगाडि बढाउने सोच बनाए। तर विश्वभर देखिएको कोभिड महामारीले उनको सोच र योजनालाई ठूलो चुनौती दियो। खाने मुखलाई जुङ्गाले छेक्दैन भने झैं कोभिडले उनको सपनालाई रोक्न सकेन। झन प्रविधि मैत्री भएर पत्रकारिताको सुरुवात गर्नुपर्छ भन्ने सोचलाई प्रवर्धन गर्यो। प्रिन्ट गरेको पत्रिकाले थोरै बजार मात्र ओगटेको समयमा दैनिक 80 देखि 90 हजार सम्मको पाठक दैनिक नेपालगञ्जले बनाउन सफल भयो। हाल उच्चतम प्रविधिको प्रयोग गर्नुपर्छ र समय सापेक्ष पत्रिकालाई परिमार्जन गर्दै लैजानुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै उनले प्रविधि मैत्री बनाउँदै दैनिक नेपालगञ्ज प्रकाशन गर्दै आएका छन्। ज्वाला उठेन त्यसै, भाला उठेन त्यसै, गोली उकेल्ने बन्दुकको नाला उठेन त्यसै। एकपटक मैले सडक, यो लोकतन्त्र प्राप्तिको लागि चाहिँ सडक कविता चाहिँ अभियान चलिरहेको थियो साहित्यिक क्षेत्रबाट। मैले यो गजल सुनाएँ, गजलको थियो यो चाहिँ। खासमा त्यति बेला माओवादीहरू बन्दुक उठाएर किन गए, मर्न मार्न किन तयार भए त भन्ने गजल मैले वाचन गर्दा सिडिओले बोलाउनु भएको थियो, त्यति बेलाको सिडिओ साहबले। अनि मैले उहाँलाई पनि त्यही भने कि त्यसै उठ्यो त्यो ज्वाला भनेको। मसाल जुलुस निस्किन्थ्यो कि घर गए त्यति बेला तपाईँ चाहिँ कति ख्याल गर्नुभयो, मसाल जुलुस, त्यो ज्वाला त्यसै उठ्यो। ती भालाहरू चाहिँ त्यसै उठे। थारू गाउँमा, थारू बस्तीहरूमा माओवादीहरू भाला बोकेर हिँडे। अनि गोली उकेल्ने बन्दुक बोकेर त्यसै मर्न मार्न मान्छे तयार भयो त भन्नुहोस् न त। होइन ती मूर्ख हुन्? होइनन्। मान्छे त्यसै मर्न मार्न तयार भएर निस्किन्न। त्यो परिस्थिति राज्यले बुझ्ने कि नबुझ्ने हो। म त्यसरी बोल्थेँ, त्यसरी लेख्थेँ। अब राज्यलाई लाग्दो हो यो त माओवादीको पृष्ठपोषण गरिरहेछ। अनि माओवादीसँग पनि भने मान्छे मार्न पाइन्छ, मारिदिने मान्छे। तपाईँ मारेको मान्छे फेरि जन्म लिन सक्छ, फेरि बिउतिन्छ। मान्छे त आफूलाई करेक्सन गर्ला त। यदि कुनै कमजोरी गरेछ, गलत गरेछ भने त त्यसले सच्चिने मौका पाउनु पर्ला त। सिधै गर्दन काट्दिने, टाउको ल्याएर पुलमा राखिदिने।
म त्यसरी नै फेस गरेँ कि त्यति बेला हामीले एउटा शान्तिका लागि एउटा चाहिँ दबाब समूह पनि थियो, पिस सेक्रेटेरिएट भन्ने हामीले चाहिँ शान्ति सचिवालय भन्ने बनाएको थियौँ। त्यो शान्ति सचिवालयको म प्रवक्ता पनि थिएँ, जसले माओवादीले अपहरण गरेका, माओवादीले अप्ठ्यारोमा पारेका सिभिलियनहरूलाई, नागरिकहरूलाई त्यहाँबाट छुटाउनको लागि एडभोकेसी गर्ने। सेनाले अब अदालतले छोडिदिन्छ, सेना पुलिसले जान्छ च्यापसमाज उनीहरूलाई बचाउने, उनीहरू आफ्नो टार्गेटेड एरियासम्म या आफ्नो घर सकुशल जाउन्। त्यो एक खालको नागरिक मध्यस्थता टिम थियो। हामी त्यो लेभलमा एडभोकेसी गऱ्यौँ। समाचारहरूमा पनि हामीले भन्यौँ, खारामा भिडन्त भयो, सबै टोली गए थिए, म पनि गएर त्यो क्लोज ब्याटलको लडाइँको त्यो पछि गएर हेऱ्यौँ। हामीले रिपोर्टिङ गर्न जाँदाखेरि कस्तो हुन्थ्यो भन्नु होला भने हामी हिँड्दै गयौँ, त्यो एम्बुसहरू हुन्थे, हामीले कुचेको सेकेन्डको फरकमा बन्दुक तपाईँको त्यो बम पड्किन्थ्यो। हामी त्यस्ता ज्यान जोखिममा राखेर निस्क्यो। जब त्यो द्वन्द्व सकियो, लडाइँ एउटा पिस प्रोसेसमा गयो, त्यसपछि बल्ल हामीले चाहिँ युद्ध पत्रकारिता तालिम लिएको। पेसाप्रतिको माया र इमान्दारिता र निष्ठालाई उनले जहिले पनि अग्रपङ्क्तिमा राखे। उनले कहिले पनि व्यक्तिगत स्वार्थको पछाडि लागेनन्, देश र समाजको हितको पक्षमा नै लागिरहन्। र मलाई चाहिँ इन्टरनेसनल एजेन्सीले यो युद्धको जोखिममा रहेको, किनभने म दुवैतर्फको जोखिममा रहेको भनेर चाहिँ हामीलाई काठमाडौँमा एउटा सेल्टर हाउस खोजेर त्यति बेला ठुलो अवसर, म विदेश जान पाउँथेँ इजिली। म दुवै सेनाको पनि जोखिममा छु, माओवादीको पनि जोखिममा छु भनेर भनेको भए र त्यो डराएर आफ्नो जिम्मेवारीबाट पन्छिएको भए म यति बेला, त्यस्ता धेरै साथीहरू छन् जो अमेरिका गएर सेटल हुनुभएको छ। झलक गैरे एउटा नेपालगञ्जको साहसिक पत्रकार, जसले आफ्नो पत्रकारिताको 30 वर्षमा कहिले पनि नकारात्मक भएर उसले समाचार सम्प्रेषण गरेन। यद्यपि ऊ व्यक्तिगत रूपमा कहीँ नकारात्मक भयो होला, तर समाचार र पाठकले पढ्ने कुरामा कहीँनिर पनि नकारात्मक चाहिँ देखिएन। जहाँसम्म द्वन्द्व कालमा उसले गरेको पत्रकारिता अथवा लोकतन्त्रका लागि उसले गरेको पत्रकारिताका कुरा गर्दाखेरि ऊ सेनाको निगरानीमा बस्यो, प्रहरीको निगरानीमा बस्यो, तर पनि उसले पत्रकारिता छोडेको अथवा पत्रकारिता त्यागेको चाहिँ पाइएन। ऊ जहिले पनि निडर भएर लोकतन्त्रका पक्षमा वकालत गरेको पाइन्थ्यो। यद्यपि ऊ पत्रकार महासङ्घको नेतृत्व गरेको बेलामा पनि उसलाई यस्तो यस्तो थ्रेडहरू आउँथे, ऊ ती थ्रेडका बावजुद पनि मुकाबला गरेर बस्यो। तर ऊ यो लोकतन्त्रको पक्षमा सधैँ आवाज उसले बलियो बनाएर गयो। 2.5 दशक लामो पत्रकारिता पेसामा निष्पक्षता, जवाबदेहिता, स्वच्छ र यथार्थपरक मान्यतालाई उनले कहीँ कतै पनि डगमगाउन दिएनन्। सत्य र तथ्य, मानवाधिकार, प्रेस आचार संहिता उनले कहिले पनि बिर्सिएनन्। भनिएको छ, कर्म गर तर फलको आश नगर। उनले असल कर्म गरेकै कारण सबैभन्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गर्न सफल भए। प्रेस आचार संहिताको उच्च पालना गरी प्रेसका सिद्धान्तलाई सधैँ आत्मसात गर्दै स्वतन्त्र र निष्पक्ष पत्रकारिता गरेकै कारणले उनले 2077 सालमा प्रेस काउन्सिलबाट सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रेस आचार संहिता पुरस्कार प्राप्त गरे। पत्रकारिताबाट के कमाउने त भन्दा विश्वास कमाउने, विश्वास कमाउनलाई चाहिँ आचार संहिताको पालना गर्यो भने त्यो विश्वास चाहिँ आर्जन हुन सक्छ। जब विश्वास आर्जन हुन्छ, नियामक निकायहरूले पनि त्यो खालको सम्मान गर्छन्। त्यति बेला तत्कालीन राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीबाट मैले यो चाहिँ सम्मान ग्रहण गर्दा चाहिँ म सफल भएँ। आचार संहिताको पालनामा मेरो 2.5 दशकको, त्यति बेला 2.5 दशकको पत्रकारिताको एउटा चाहिँ मेरो निरन्तरता, मैले गरेका कामको चाहिँ उचित मूल्याङ्कन भएको अनुभव मैले त्यति बेला गरेका थिएँ। लोकतन्त्र र मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदानकै कारण 2077 सालमा राष्ट्रिय मानवाधिकार आयोगबाट मानवाधिकार पुरस्कारबाट विभूषित हुन पुगे। मेरो पत्रकारिताको एउटा जुन मेजर पार्ट रह्यो या मेजर समय, मैले जुन उर्वर समय बिताएँ, झन्डै 1 दशकको समय, त्यो सशस्त्र द्वन्द्वको
समय थियो। त्यो बेला सबैभन्दा ठुलो च्यालेन्जको विषय भनेको चाहिँ मानिसहरूको जीवन रक्षा थियो, मानव अधिकारको संरक्षण सम्वर्धन थियो। त्यो बेला मैले पटक म पत्रकार महासङ्घको जिम्मेवारीमा पनि थिएँ, विभिन्न जिम्मेवारीहरूमा रहँदै आएँ। त्यो बेला मैले भन्ने गरेँ के भने पत्रकारहरू चाहिँ फ्रन्ट लाइनर हुन्, ह्युमन राइट्स डिफेन्सका फ्रन्ट लाइनर चाहिँ पत्रकार हुन् भन्ने थियो। मैले भन्थेँ किन त्यस्तो त भन्दा सबैभन्दा पहिले कुनै पनि मानवाधिकार उल्लङ्घनका, मानवाधिकार हननका घटना भए भने त्यहाँ सबैभन्दा पहिले हामी पुग्थ्यौँ, पत्रकार पुग्थ्यौँ। त्यसपछि हामीले ती सञ्चार माध्यम मार्फत समाचार बाहिर ल्याउँथ्यौँ र त्यसका आधारमा मानवाधिकारको क्षेत्रमा कार्यरत अधिकारकर्मीहरू पुग्नुहुन्थ्यो। त्यसकारणले नै फ्रन्ट लाइनर भनेर मैले चाहिँ बेला बेला पत्रकार साथीहरूलाई पनि यसरी काम गर्नुपर्छ भन्ने कुराहरू हुन्थ्यो। मानवाधिकारको क्षेत्रबाट पनि त्यो कुराको सराहना नै हुन्थ्यो। तर गजब चाहिँ के भयो भने राष्ट्रिय मानवाधिकार आयोगले यो खालको निगरानी, मोनिटरिङ, एक खालको अब्जर्भेसन गर्दो रहेछ। झलक गैरे पत्रकारिता पेसामा एक्लै मात्रै अगाडि बढेनन्। उनले पत्रकारिताको विकासका लागि 2064मा नेपाल पत्रकार महासंघ बाँके शाखाको अध्यक्षमा निर्वाचित भए पश्चात संगठनको विस्तारका लागि ठूलो योगदान दिएका छन्। उनले आफू अध्यक्ष रहँदाको समयमा आफ्नै कार्यालय विहीन भएको नेपाल पत्रकार महासंघ बाँके शाखाको भवन निर्माण कार्य गरे। नेपाल पत्रकार महासंघको वार्षिक साधारण सभालाई पहिलो पटक बाँकेमा नै बाँके शाखा आतिथ्य शाखाको रूपमा रही उनको नेतृत्वमा रहेको समितिले सम्पन्न गर्यो। पत्रकारिताको विकास र पत्रकारहरूको सुरक्षा संरक्षण विकासमा राज्यबाट गरिनुपर्ने व्यवस्थाका लागि उनले ठूलो भूमिका निर्वाह गरेका छन्। पत्रकारितामा देखिएको राजनीतिकरण, अस्वस्थ प्रतिस्पर्धा, भ्रष्टाचार जस्ता विकृतिहरू हटाउन स्वयं पत्रकार र राज्यले नै भूमिका निर्वाह गर्नुपर्छ भन्नेमा उनको जोड छ। शासक चाहिँ जहिले पनि चाहे लोकतन्त्र होस्, चाहे प्रजातन्त्रको कुरा गर्नुहोस्, चाहे त्योभन्दा अगाडि पञ्चायतको कुरा गर्नुहोस्, शासक चाहिँ त्यो नागरिक हक खोसिरहने, प्रेस स्वतन्त्रतालाई चाहिँ हनन गर्न चाहिरहने हुँदो रहेछ। शासकको चरित्र रहेछ कि त्यो व्यवस्थामा, जुनसुकै व्यवस्थामा पनि शासकीय चरित्र त्यो रहेछ। अनि जनता चाहिँ सधैँ हक चाहिन्छ, जनतालाई चाहिँ सधैँ आफ्नो चाहिँ स्वतन्त्रता चाहिन्छ। त्यसको बिचमा चाहिँ मिडियाले काम गर्नुपर्छ। त्यसै कारणले मिडियालाई चाहिँ फोर्थ स्टेट, चौथो अङ्ग अथवा चाहिँ स्थायी प्रतिपक्षी भनी जस्ता उपमाहरू चाहिँ दिने गरेको हो भन्ने मलाई चाहिँ लाग्छ।